हेलो साथीहरू नमस्ते। यहाँहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी च्याउ बनाउन जाँदैछौँ, पत्तावाला च्याउ। सुरुमा मैले च्याउलाई लिएर यसरी च्यातेँ। सबै च्याउलाई च्यातिसकेपछि मैले च्याउ पखाल्नलाई बेसार र पानी तताएँ। बेसार र पानी तताएपछि मैले च्याउ पखालेँ। यसरी च्याउ पखाल्दा यसमा भएको फोहोरहरू सबै मजाले निस्किन्छ। अब हामीलाई चाहिने सामग्रीहरू प्याज, हरियो खुर्सानी, गोलभेडा, अदुवा, लसुन र पखालेर राखेको च्याउ। त्यसपछि मैले कराही तताएँ। कराही तताएर तेल हालेर यो च्याउलाई चाहिँ मजाले भुट्नुपर्छ। पानी सबै सुकाउनुपर्छ यसको। हेर्नुहोस् न कति धेरै च्याउ राखेको थिएँ, पछि त भुट्दाखेरि त कति थोरै पो भएछ। यत्तिको भइसकेपछि चाहिँ अब यो च्याउलाई निकाल्दाखेरि पनि हुन्छ। त्यही कराहीमा मैले तेल थोरै हालेर फेरि मेथी फुराएँ, तेजपत्ता फुराएँ अनि प्याजलाई फ्राई गर्नलाई राखिदिएँ। प्याज खैरो खैरो भइसकेपछि अनि यसमा मैले हरियो खुर्सानी राखेँ। हरियो खुर्सानी पनि राखिसकेपछि मैले गोलभेडा राखेँ। एकछिन यो गोलभेडालाई चाहिँ मजाले चलाएर गल्न दिने। एकछिन छोपेर पकाएँ मैले। गोलभेडा यत्तिको गलिसकेपछि चाहिँ अब अघिको च्याउ फ्राई गरेको च्याउ हालिदिने। मैले अदुवा लसुन पनि हालेँ। अदुवा लसुन हालेर फ्राई गरेँ। त्यसपछि नुन हालेँ। त्यसपछि बेसार हालेँ। जिराको धुलो, स्वादअनुसार खुर्सानीको धुलो यति हालेर पानी थोरै हालेर चलाइदिएँ, नत्र यो डढ्छ। मैले तेल एकदमै कम प्रयोग गरेकी थिएँ, त्यही भएर। हेर्नुहोस् त अब हाम्रो मिठो च्याउको, सिम्पल एन्ड मिठो च्याउको रेसिपी रेडी भयो। हजुरहरू पनि यसरी नै बनाएर खानुहोला। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।